झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखीको सोब्यू सभापतिमा नेविसंघकी नीलम कार्की विजयी भइन्। सामाजिक कार्यमा समेत अत्यन्त सक्रिय रहेकी नीलम आगामी कार्यकालका लागि सोब्यू अध्यक्षमा निर्वाचित भएकी हुन्। 25 वर्षीय कार्की अनेर सोब्यूको वर्चस्व तोड्दै मेचीको 21औं सोब्यू अध्यक्ष त निर्वाचित भइन् नै क्याम्पसको 6 दशकको इतिहासमा उनी पहिलो छात्रा अध्यक्ष समेत बनिन्। मेची बहुमुखी क्याम्पस त्यही क्याम्पस हो जसले विश्वप्रकाश शर्मा, राजेन्द्र लिङदेन जस्ता केन्द्रीय स्तरका नेताहरू जन्माएको छ। शर्मा हाल नेपालकै पहिलो ठूलो दल नेपाली कांग्रेसको महामन्त्री छन् भने लिङदेन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष छन्। यसका साथै झापाको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल पनि यही क्याम्पसका पूर्व विद्यार्थी हुन्। उनी 2055 मा क्याम्पसको सोब्यू सभापति बनेका थिए। एमाले निकट अनेर सोब्यूको पकड भएको क्याम्पसको रूपमा चिनिएको मेचीमा अनेर सोब्यूको वर्चस्व तोड्दै अध्यक्ष हुनु नीलमका लागि कम चुनौतीको विषय भने थिएन। कहिले रातको समयमा काम पर्छ, महिलाले जितिन् भने कसरी आउँछिन्, किन महिलालाई जिताउने भनेर महिलाको ट्याग लगाएर पनि धेरैले बिथोल्न खोजे। नीलम भन्छिन्, तर मैले त्यसलाई मेरै प्रचार प्रसारको रूपमा लिए। त्यसमाथि क्याम्पसमा नेविसंघकै 2वटा समूह प्रतिस्पर्धामा थिए। चौतर्फी घेराबन्दीका बीच आफूले परिणाम निकालेको उनले बताएकी छिन्। अन्तिम मत परिणाम अनुसार कार्कीले 826 मत प्राप्त गरेर अध्यक्ष बन्दा उनका प्रतिस्पर्धी अनेर सोब्यूका प्रन्सन मगरले 540 मत प्राप्त गरे। सचिवमा पनि नेविसंघकै विवेक तामाङ 633 मतका साथ विजयी भएका थिए।